डायबिटिजमा दबाई भनेको 10% मात्र हो, 90% भनेको खानपिन र जीवनशैली हो। नमस्ते, म डाक्टर अजय यादव, डायबिटिज विशेषज्ञ। हाल म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एडिसनल प्रोफेसरको रूपमा कार्यरत छु। जुन दोस्रो टाइपको डायबिटिज हुन्छ, जुन चाहिँ पारिवारिक इतिहास बोकिएको छ भनेर हुन्छ, मोटोपनले गर्दा हुन्छ, गलत खानपिनले गर्दा हुन्छ, यो चाहिँ डायबिटिज चाहिँ त्यसमा चाहिँ दबाई भनेको 10% मात्र हो, 90% भनेको खानपिन जीवनशैली। तपाईँ के खानुहुन्छ, कसरी चाहिँ बस्नुहुन्छ, कसरी चाहिँ आफ्नो शरीरलाई चाहिँ कसरी चाहिँ अब शारीरिक गतिविधि कतिको गर्नुहुन्छ, त्यसमा चाहिँ भर पर्छ। त्यसैले गर्दा जस्तै अब मोटोपन छ, मोटोपनले गर्दा दोस्रो टाइपको डायबिटिज भयो। यसमा चाहिँ 10 देखि 15% तौल घटाउनु भयो भने तपाईको दबाई नखानु पर्ने पनि स्थिति आउँछ। त्यसैले गर्दा जुन टाइप 2 डायबिटिज हुन्छ नि, त्यो चाहिँ निको भयो भनेर भन्छ नि, त्यो चाहिँ 10 देखि 15% तौल घटाउनु भयो, सही खानपिन खानु भयो, आफ्नो जीवनशैलीलाई एउटा चाहिँ सही दिशामा लानु भयो भने त्यो दबाई चाहिँ बन्द पनि हुन सक्छ। धन्यवाद।